यो आफै एकदम धेरै टाइममा सिकेको हो यो चाहिँ। अनि मलाई चाहिँ यो वाला चाहिँ एकदम मिठो लाग्ने भएर आजभोलि म यो तरिकाले मात्र बनाउँछु। जस्तै सुरुमा अलिकति भट्ट भुट्ने, अनि त्यसमा चाहिँ तेल खराएर टमाटर, धनियाँ, लसुन जे जुन भिडियोमा स्पष्ट रूपमा हजुरले देख्नुभएको छ सबै राखेर मैले यसलाई पकाउने, एकदम धेरै बेर पनि नपकाउने, मजाले पकाउने। जस्तै अलिअलि 5 मिनट जति पकाउने, अनि त्यसपछि त्यो मिक्सरमा पिस्दिने। त्यसमा मैले तिल र बदाम राखेको छु, बदाम छैन भने काजु पनि राख्न सक्नुहुन्छ एकदम स्वादिष्ट बनाउनको लागि। हजुरले स्टेप बाई स्टेप मेरो भिडियो हेर्न चाहनुहुन्छ भने मैले युट्युब च्यानलमा पनि राखेको छु, हजुरहरूले हेर्न सक्नुहुन्छ। यही नामको नै युट्युब च्यानल छ। हजुरहरूले अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।